सन्चै हुनुहुन्छ त 11 क्लासको भाइ बहिनीहरू? अब त इन्ट्रान्स एक्जाम नजिक आइसक्यो त। इन्ट्रान्स एक्जामको त तयारी गर्नु पर्यो। अब के कसरी तयारी गर्ने भन्ने कुरा त दिमागमा आउँदै होला। कुन क्वेसन तयारी गर्ने, कसरी पास गर्ने, कसरी पुलिस स्कलरसिप ल्याउने भन्ने त कुरा त दिमागमा चल्दै होला। चिन्ता नगर्नु है तपाईँहरू। मैले चाहिँ एनएमईद्वारा प्रकाशित गरेका केही नमुनाहरू, क्वेसनको नमुनाहरू लिएर आएको छु। त्यो क्वेसन पढ्दा धेरै क्वेसन चाहिँ इन्ट्रान्समा मिल्ने गर्छ। त्यो क्वेसन पढ्दा पास हुने सम्भावना र नाम निकाल्ने सम्भावना बढी हुन्छ। र राम्रोसँग त्यो क्वेसन पढ्नु होला र राम्रोसँग तयारी गर्नु होला। यो होइन कि त्यही क्वेसन पढेर मात्रै जाने हो। आफूले पढेको 9, 10मा 8मा पढेको साइन्स पढाए जस्तो साइन्स, इङ्ग्लिस र म्याथ एक्जाम दिने गर्छ। आफूले पढेको 8, 9, 10मा रिभाइज गर्नु होला र बढी जस्तो 10मा फोकस गर्नु होला, किनभने 10बाट सोध्छ। ग्रामरतिर फोकस गर्नु होला र साइन्सको त्यही न्युमेरिकलहरूबाट आउँछ क्वेसन। राम्रोसँग तयारी गर्नु होला। बेस्ट अफ लक फर इन्ट्रान्स है क्लास 11 को भाइ बहिनीहरू। र मैले चाहिँ क्वेसन हालिदिएँ चाहिँ तयारी गर्नु, त्यो क्वेसन गर्ने।